बसेको थियो त्यहाँ माथिबाट फर्केर यस्तो स्टोरी सोध्यो स्टोरीमा के मजा छ यार बुवा फुपाको स्टोरी सुनाउनु तल फर्किँदा 11 बजे थियो 11 अनि बजे बुपालाई कसै देउ 11 बजे त्यहाँबाट ना बोल्नु मात्रै फेरि बिचमा बस वो 2 आवर थे बना के तिमी अनि फर्किँदाखेरि राति हो राति उता अनुराग ढलो ड्याङमा अनि अनुराग हामी त अगाडि गर्थ्यौँ म रास्ता अनुराग पुरा ढल्दियो पुरा बाटा सुक्दियो कहाँ कुन ठाउँमा लाइक खै कहाँ जङ्गल थियो कि त्यो के अरे अप्पर बेस लोवर बेस क्याम्प भन्ने कि भन्ने थियो के थियो कि लोवर बेस क्याम्प हो कि तो जो जहाँदेखि त्यो भ्यू त्यहाँबाट देखिरहेको हामीले फर्स्ट टाइम भ्यू देखेको नि अँ हो त्यहाँभन्दा मास्तिरपट्टि लोटेको क्या त्यहाँ ए त्यहाँ मास्तिर जङ्गल जहाँ हामी बाटो भड्किरहेको थियौँ त्यहीँ खै खुट्टामा के ब्यान्डेज स्यान्डेज सबै बाँडेर गएको थियो मैले सोचेँ खुट्टै बाटोमा सोचेँ के यसको म त त्यो चिन्तित भएको थिएँ कि त्यो डोजरमा केही रुमेसहरूले लादेर लाउनु भएको थियो उसलाई कहाँबाट लादेर लाउनु भएको थियो पुनिल पुनिल पुनिलमा हो लादेर लाउनु भएको थियो त्यो पिकअपमा ए नहीं मार्दी मार्दीबाट झर्दा झर्दा के? त्यो यसको खुट्टा टुट्यो के त्यही मार्दीबाट अनि झर्दा पुलमा आएर हामी हात खुट्टा धोथ्यौँ चल्दै भन्नु बनाना बिल्ला नाचा र त फेरि कहाँ गएर पनि त्यो के भन्छ बिल पास हुन कि यो अनि हामीले पछाडि टाङ्गेर आएको के नाम उता सिसी आस्था युनिसा अनि त्यो लङ्गडा लगा मतलब मास्टर देखेर सारा भी नाच्छ टिकटक भी नाच्छ कडेल त्यो पिक्चरमा सबले त्यसलाई लेखेर लेङ्गडा भन्छ कि तिमीहरूको ग्रुपको सबैले भन्थ्यो लेङ्गडा लेङ्गडा गाडी गरेर लङ्गडा भनेको त्यसलाई तर तिमीहरू पनि बुलाए रिसिन्छ ओए सिधा ओए ओए एकछिन न तिमीहरू सिधा रिसिन्छ? यस्तो छोरी हामी त लास्ट ओए ओए गान्छ त्यो यस्तो हो के त्यो मान्छे छु डिफरेन्टै छ के भनौँ त्यसलाई केही भन्नु हुन्न कडेल तिमीहरू मलाई यस्तो छौ नि कि मैले तिमीहरूको बिहेभियर मैले टुरमा हेरेँ कस्तो छ तिमीहरूको ग्रुपमा बस्ने त्यो लेङ्गडा अनि के भन्छ तिमीहरूसँग बस्छ अनि तिमीहरू चोरै बाटैमा छोडिदिन्छु यार के भयो नि तिमी छोडेको होइन अझ छुट्याउँदै हिँडेको केटीको साथ पाएर हो कि के पाएर हो त्यो हेरेर मलाई कपाल हिँडिरहेछ बिचमा हड्डी बनिरहेछ मैले त्यसले त्यही ठोकिन पर्छ नि लेङ्गडालाई त्यो अरू खुट्टा बाजेर त्यही बसादिनु त्यो पर्छ यस्तो मौका जहाँ कपाल एकजुट हुन्छ नि के अरे बिहान नै रेडी भयो थिएँ त्यहाँ के सिरुगरी के भन्छ कि सिलगढी माथि के रिवर सिरुगरी चढ्नलाई जान्छु भनेर गएको अर्को जानु सकेन अरे फेरि फर्क्यो हाम्रो ग्रुपमा त्यस्तो कपाल भए पर हामी ग्रुप छोडेर आएको लागि त्यतामा त्यस्तो थिएन कपाल थियो नि जोगिन्छ यार रसमलाई हो ए रसमलाई रसमलाई त 2-4 मा थियो नि लाग्छ त्यो पाउनाले रातिभरि मसँग लाफा पाएर यार त्यो रसमलाईको चक्करमा के त्यसको एउटा नयाँ गर्लफ्रेन्ड बनाएको थियो अनि त्यो जोगिन्दरले त्यसको 5-6 गुणा थियो मोटी के त्यो जोगिन्दर भनेको 5-6वटा बडी मिलाएर त्यसको एउटा मोटी थियो के अब उसको पछाडि पुरा टुर बर्बाद पार्यो कि आफ्नो हाम्रो बिचमा कपाल चाहिँ जाने भनेर अनि त्यहाँबाट भाइ हेलो त्यहाँबाट आउने बेलामा सबै टुर बर्बाद पार्यो अनि यहाँ के भन्छ ए यहाँ नारायण घाट नाही के त्यो के भन्छ सुरुमा बस कहाँ रोकेको थियो हामी सेब्रेबेसी त्यही हो के बसमा आउँदा अनि त्यसलाई भाइ भनेर भाग आजदेखि फोन नगर आजदेखि ब्लक गरिदियो सुपरवेसीमा के गरेको थियो र त्यो दाढीवाला के काण्ड अनि उसले रातिभरि खाना खाएन के सेब्रेबेसीबाट फर्किँदा होइन यार यहाँ चितवन पुग्दा ए चितवनले जाँदा के आउँदा जाँदा त पुरा टुर बर्बाद पार्यो रेडी नहीं होता रहा कि दाढ़ी बनवाए तब टक्क से एकदम अनि त्यहाँ सेब्रेबेसी झर्दाखेरि के लाग्छ झर्दाखेरि त्यहाँ जहाँ बस्थ्यो त्यहाँ आएर म आफ्नो गर्लफ्रेन्डलाई चितवनमा भेट्छु रे त्यही रसमलाईसँग दुध मलाई रसमलाई अनि भेट्छु रे अनि दाढी कपाल सब काटाएर चिटिक्क पारेर पछि कैसे अनि पछि के भयो त्यसले ब्रेकअप गरिदियो त्यही भाइ भनेर के सब पैसा डुब्यो सेब्रेबेसी कपाल काटेले दाढ़ी के कपाले दाढ़ी सब झरिरहेको छ होइन त्यहाँदेखि थाकी एकदम पुरा अब फ्रेस भइन्छ नास्ता खाइन्छ अनि बसमा हिँड्छ कि त्यो मान्छे गएर यिनीसँग के यो मान्छेसँग दाढी बनाउन गएको यो मान्छे नि सँगै हो कि फेरि अनि उता त्यो बस गरेर भिडियो ट्रान्सपेरेन्सी छ भाइ होइन भिडियो छ क्या डर न त्यो कुरै नगरौँ न त के हो र अनि मैले बुझिसकेँ अरू कुरा मलाई त भोक लागेको थियो अनि मैले 4-5टा फ्रुटी पिहालेँ
Foodie. अन्त अनि चार त्यहाँ- पाँचवटा। त्यहाँको खाना के भन्छ अरे नुन अनि त्यहाँको स्वाद मेरो एकदम मन अत्याधिक एकदम लाग्छ। म 3 दिन पनि खाना खाँदैन यो मान्छेको लागि यति पर्फेक्ट थियो कि त्यही मान्छे त्यही बस्न सक्थ्यो मोटा थियो कि त्यही। मोटा थियो त्यही नुन धेरै हाल्छ हो होइन यसलाई यस्तो हो के उसित दियो के सबै उसिन बोइलको बोइल। मसला खाएर यिनको हालत खराब छ उसले चलिरहेछ ओए यसलाई ग्यास्ट्रिक प्रब्लम छ यो पनि बोइल गरेर त्यो खान्छ क्या बहुत मनपर्छ यतिको मनपर्छ सायद कोही त्यसको अगाडि त सब फेल्छ क्या खानु त कहियो होइन मा किन खाने यार ये बार तो फुफा कैसे खाबो अरे लास्ट तरफ ना ये घर वाले सिखाए है कुछ कुप्पा कैसे आफ्नो ठुलो कुप्पालाई हेर ओरिजिनल फुफा कपाल सपाल सबै झाले भाई सके ओरिजिनल फुफा यार भाई पहिला सकाल लिएर गएर बुआ प्याक उफा बन्नलाई यस्तो हट्टा खट्टा भाडी उठा पऱ्यो कब्रु जवान तिमी यस्तो बुढो र हुँचेको दुब्रो के भन्छ दुब्लो अनि बडीमा केही नभएको अनि स्टिप नभएको अनि कपाल नभएको सब बुढो हम तो नहीं सहते हैं बाबू। लुक हम तो क्या रहते हैं चाहिए जो चाहिए वो है और क्या चाहिए वो बताओ त्यो मालिक कहिले कहिले लाग्छ त्यो काटेर